नदीले बाइक उल्टाको अवस्था छ है। यति ठुलो पानी हो, स्कुटी बगाइदियो नदीले। ठुलो पानी पर्यो, उद्धार गर्न आउनु पर्यो। कसको स्कुटी थाहा छैन, नदीले बगाइदियो। मान्छेलाई सबै त्यहाँ बगाउने ठुलो बेला आएको छ। अब के गर्ने, कस्तो झन्झट भएको। स्कुटीहरू पल्टाइदियो, नदीले बगाउँदैछ बगाउँदैछ। एकदम नदी जस्तो आएको छ। धेरै समस्या छ है। एकदम ठुलो बारिस आएको छ है। यति ठुलो बारिस अहिलेसम्म पानी परेको थिएन। अहिले पानी दौतो मान्छेहरू सबैले हेरिराख्नु भएको छ। गाडी आइरहेको छ, स्कुटर बगाएर माथिदेखि यहाँसम्म ल्याएर पल्टाइदिएको छ। यस्तो भइरहेको अवस्था छ। मेघालयमा यस्तो अचानक अब ठुलो पानीले गर्दा कति यहाँ स्कुटर पल्टी गरेको छ।